ल हामी चाहिँ खानासाना खाइओरी भित्र टन्नै भाँडा माझ्यो अरू चाहिँ दिदीले गर्दै हुनुहुन्छ अनि यो चाहिँ टक्क लाएर यो फर्सीको मुन्टा चाहिँ केलाउँदै चाहिँ मुनिबाट त थोरै दिएको थियो यति 3 भारी रहेछ पठाउँदाखेरि यस्तो हुन्छ नि त टाढा पुग्ने त हुन्छ कि ओहिलिन्छ नकेलेका नि पठाउने केलाउनु मिल्दैन अहिले गाडी स्वर भाँसेर मेरो के बेला बेला चापिरहने क्या मलाई चाप्यो भने पर्ला डिसिस मलाई फेरि पर्लाई है अब यो चाहिँ टक्क परेलीमा मिठो सपना लुकाइ बाँधेर जिन्दगीमा चोखो माया बचाइ हाँसेर परेलीमा मिठो सपना लुकाइ बाँधेर जिन्दगीमा चोखो माया बचाइ हाँसेर ढुक ढुक जमिरायो बैसको मातैमा रूप हिलार जुदे सपनीले सप्तरङ्गी भन्छ होइन रूप हिलार जुदे भाँडाहरू सेकेन्ड ह्यान्डमा सबै बेच्नु पर्ने भएको छ के भाँडाहरू के धेरैहरू के दिदीले पो भन्नुहुन्छ नि बहिनी त्यो भाँडाहरू के बिक्ने हो तल गयो तलै माथि गयो माथि सेकेन्ड ह्यान्डमा 40 रुपियाँ किलो भन्दा दिँदैन आफूले किन्न पर्छ 2500 किलोमा अनि कहाँ हुन्छ त्यसरी मैले पछि पेन्सनको बिहा पनि किन्न पर्दैन भनेर जग्गा कि त्यसमा दिने सबै किरेक सिरेक सिस्टम नगर्ने मैले एउटाको त भाँडा म जस्तै हो कि मेरो नि आमा तर अर्जुन दाइ र हाम्रो आमा चाहिँ सेम हो सेम दुईजना सेम भाँडा हुन्थ्यो कि जहिले गए पनि भाँडा लिएर जाने जहिले गए भाँडा अनि नाङ्लो कुचो खरेटो झाडु जम्मै अनि फेरि आफूलाई खाने तरकारी साग सब्जी ल्याएर त्यस्तो राम्रो बनाएर राख्छ देखिसकेँ मैले कालो कराईको क्या कालो कराईको हेर्नु त्यहाँ बाटो सुन्तला रङको बाटो ठ्याक्कै ब्ल्याक कलरमा आए आमाले किने हो नि यो बाटा दिदीले मैले पठाएको भाइ आज जस्तो छ अचार लिनुलाई यहाँ आज चाहिँ अचार बनाएन अब भोलि मात्रै बनाउने हो अचार चाहिँ आज नबनाएको क्या अल्छी लागेर अल्छी पनि लागिरहने कस्तो राम्रो कुरा गरेको आज यति हाँसेर एक्लै हाँसेमा त घुम्न जान्छ पर्लाई रमाइलो लाइट चरे ताईको फुरौलो जस्तो 3 हात उफ्रिने रे हजुर होइन आउँछ एकछिन उही आउँछ अनि घर बस्दा चाहिँ खोलिदिनु बाटा लिएर जानु एउटा बाटा के अरे दाइ घर बस्दा चाहिँ पर्लाई रमाइलो के अरे नरमाइलो लाग्ने रुवानी र बाहिर फेरि हिँड्न पायो भने चितवन गरेर अनि पोखरा गएर स्विमिङ पुल भए होटलमा भन्न पाएँ भन्ने अनि त्यहाँ चितवनको सेक खान पाएँ भन्ने भनेर जस्तो खान पाएँ भने पर्दै रमाइलो लाग्ने कस्तो लाटोलाई नि चित्त नबुझ्ने कुरा गर्ने के म त कहाँ गएर मऱ्यो मलाई घरि घरि त्यसो कुरा सुनेर मिठो खान पाएँ राम्रो लाउन पाएँ घुम्न पाएँ नाच्न पाएँ गाउन पाएँ कसलाई रमाइलो लाग्यो भने कस्तो पिर पर्छ त मन आनन्द हुन्छ तर हो त्यो चाहिँ एकदम सही मलाई एउटा रतेलीमा गएर गरी गीत भन्न मन लाग्यो क्या दोरी खेलेर क्या अनि यसपालि फेरि हाम्रो खलकको कसैको बिहे भएन वर्तमान केही पनि अब मेरै बिहेमा नाच्नु नि त बिहेमा त म त के नाच्थेर मेरो काइली हो तिमीलाई बिहे गरेर दुलै बनाएर कहाँ पुर्यायो होला भनेर नि होला लगाएको कस्तो गर्मी भएको हेर्नु यहाँ भात खाएर पेट अनि के फेरि झ्याप्पला पाङ्ला काइतलामा हो उता निदाउँछ अब म केलाउँछु एकछिन है त ल ल नरिने के लान्छ तपाईँ बस्नु धेरै के लिएर आएको थियो गोटुरामा फसिगयो म तिमी खाने नखाने खाँदिनँ म बहिनी खाने ढाड दुखेर 5 जना मान्छेले पुडेको जस्तै भएको छ आज मलाई के भयो होला त्यस्तो सन्चो नभए जस्तो पानी मलाई हालिदिनु पर्छ नि हालिदिइसकेँ दिदीलाई तपाईँको कहाँ छ बोतल बोतलमै मन पराउनुहुन्छ दिदीले पनि अर्जुन दाइ जस्तै म त बोतलमै मन मलाई चाहिँ फेरि बोतलमा चाहिँ पोखिन्छ भने बाबा मान्छे नजाने होला नि त
खिचेको छु हाँस्नु नि मन लागेको छैन भने ए डल्ले खोर्सानी खोइ त निकालेको टोक्नु पऱ्यो नि डल्ले खोर्सानी अब यत्रो खुर्सानी हाले किन टोक्नु पर्ने हो त मैले आज उयो बनाएको छु है उयसको के अरे के भन्छ त्यसलाई चोखो भन्छ चोखो चोके त्यो उयो क्या भन्नु पनि आउँदैन आलु थिचेर तोरीको तेल लगाएर अनि त्यसमा कागती चारेर धनियाँ प्याज यहीँ राख न टिपेर खाँदा त्यही टिपेर पुरस्कार बनाउँदा बनाउँदा थाक्यो मैले थाकिरहने खाना चाहिँ ल जिउमा सबैजनालाई बिएम फ्यामिली भाइब्समा स्वागत छ ल बिएम फ्यामिली भाइब्स यो रातो खाने दिदी खानु यो त जर्मनबाट पठाइदिएको क्या दिदीले यो चाहिँ सानो दिदीले यो मासु हालिहाल्नु न त्यो उयोबाट अन्त तपाईँको भाग आफै हाल्नु आफैले हाल्नु न दाइ हाल्नु त यहाँनिर यस्तो भन्थ्यो हाल्नु त मुनि बुढीबाट त्यस्तै गरेर गर्छ सल्लोमा त्यसै हाल्नु सुँगुरको मासु बनाएको छु है मैले बुङ्गुरेको मासु कस्तो मिठो यो मासु चाहिँ ल दिदी हाले ल अहिले मनपर्छ नि फेरि मन पराउनुहुन्छ दिदीले पनि अनि हाम्रो देश विदेशहरू सबैजनालाई यो लसुन चाहिँ मलाई बनाएको धेरै माया अनि मेरो चन्द्र भाइको हालखबर के छ चन्द्र दाजुले फोन गर्नुभएको छैन बिजी हुनुहुन्छ उहाँले भोइस मेसेज गर्नुभएको अनि मेरो गुन्द्रुकको झोल है आज हाम्रो सागर भाइ अनि दिलकुमार भाइ सुब्बा भाइ अनि सुनिल भाइ ल खाएँ है कता यस्तो झोल राख्नु भाइ मिली खाने चम्चा यता ल्याउनुहोस् तपाईँ धेरै नहाँस्नुहोस् चम्चा पर्दैन नि गममा हाल्नु न गुन्द्रुकको झोल यो दामी बनाएको छु सुँगुरीको मासु ल खायौँ है खाएकोलाई धन्यवाद नखाले सँगै खाऊँ है यो अचार पनि हालिहाल्नु न कस्तो धेरै हाल्दैछौ नफाल्नु है त्यहाँ यस्तो मजाले उयो गरेर क्या पर्लै मिठो मिठो भएको छ कसम नढाक्नु त कस्तो मिठो भयो हो ल ल दिदी खानु ल तरकारी पनि टी सर्ट भेट्छु भने 20 रुपियाँ लागेको थियो मलाई हुन दिदी खर्चन खाने पहिले खाने सबै हामी जस्तो कहाँ हुन्छ हामी जस्तो राक्षस है तर हामी त हो पेटदेखि दुखोस् तर अहिलेसम्म दुख्दैन ल भयो भने चाहिँ हामी अचार त दामी भएछ पर्लै मिठो भएको मिठो भएछ तोरीको गुन्द्रुक त्यो मिठो भयो मेरो आमाले पठाइदिनु भएको पहिल्यै फारो गरेर खान्छु नि त गुन्द्रुक त म एकदम मनपर्छ क्या अहिले जाँदाखेरि राखेको गुन्द्रुक ल्याउनु पर्दैन मैले बिर्सिन्छु कस्तो मिठो गुन्द्रुक छ नि घरमा त कबर झाडामा हो त ल्याइदियो जिन्दगीमा कहिले ल्याइदिने होइन म जाँदा झिलिमिली रङ्गीचङ्गी भएर बसेको हुन्छ जतिखेर नि होइन दिदी चराले जस्तो नखानु गम गम खानु ल चराले जस्तै लाज मान्नु पर्ने छैन होइन खानुहुन्छ दिदी त्यस्तो छैन हजुर दिदी सलिड साइड मैले त पठाइदिएँ के साइड मैले त पठाइदिएँ मिठो बनाउनु दामी भएको छ दिदी अन्त अरे के आलुको चोखा सिलौटामा यस्तो गरेको अनि लक्ष्मी मम्मीको बारीमा फलेको लोकल लसुन यो आलु पनि त्यहीँ बारीमा फलेको है सानो त्यही भएर मन परेर मैले नि खाएको
फर्सी पनि हार कहिले आएको नि हिजो बेलुका नि मिठो हुन्छ नि त अस्ति बेलुका नि त्यो बिहान पनि फ्राइड राइस सँगसँगै फर्सी पनि खाएको मैले मिठो हुन्छ बुझ्नु दामी भयो मिठो है अचार पनि गरिन्छ अचार अचार त म सबैको फेरि दामी बनाइदिन्छु नि त भनेको छु मैले गीता बहिनीलाई ल्याएर 2 किलो 3 किलो ल्याइदिनु हामीलाई 1 किलो उता पठाउनु 2 किलो भनिदिएको छु हो हुन्छ भने साह्रो मिठो भएछ आज गुन्द्रुक है गुन्द्रुक पनि सबै मिठो भएछ क्या म त फेरि यो गुन्द्रुकहरू त बासी पनि मिठो लाग्छ फेरि मलाई त तिमीले बनाएको सिकायो तिमीले र अनि एकजना दिदी हुनुहुन्छ हो खसी मासु बनाउने ग्रेभी स्टाइलले अनि यस्तै सेम यस्तै हो गुन्द्रुक गुन्द्रुक बनाउने बनाउन मिठो हुन्छ नि यस्तै बनाउनुहुन्छ अचार त दामी भयो यो अचार तिमीलाई थोरै है क्या है अबे यत्रो हालेको छु दिदी खानु है छ है झोल छ है गुन्द्रुकका हालेर खानु छ है टन्न हाल्नु त मासु हाल्नु अर्जुनलाई मासु हाल्नु मलाई त हालेर हाल्नु न, अहिले चाहियो भने हाल्छु दिदी हाल्नु है परलाई मिठो भएकै साग नहाले नि मासु लोकल स्टाइलको मिठो हुन्छ नि यो फेरि उताबाट ल्याएको हो भने यो मासु थाहा चाहिँ छैन दसैँबाट तर्राबाट दसैँमा खाएको जस्तै भएको प्रेसर आयो भएर नुन चाहिँ अहिले हाल्नु नहाले नुन त कमै खान्छ दिदी पनि नुन कडा खाँदो रहेछ है अम्बो हिजो बोडी र आलु बनाउनु भएको थियो त्यसमा भात मुचेर खाएको कि आम्मा पानी त यति खाएँ कि मैले यति खाएँ कि। खानु दिदी मिठो छ त्यो तरकारी किन फाल्ने दिदीले बनाउनु भएको यो तरकारी हो? यो चाहिँ तपाईँलाई नुन लाग्यो होला सायद। आधी आधी खाएँ मिठो बनाउनुहुन्छ दिदीले तरकारीहरू गर्मी बढिसक्यो काठमाडौँमा बढिहाल्छ नि त अनि गर्मी यो त महिनामा सुरु मात्रै हो आज धन्न यहाँ त घरभित्र बस्दा ओर्दा त्यस्तो हुन्न भन्नु न रुमभित्र त है दिदी तरेको हामी चाहिँ हालत के होला तराई मधेसमा कस्तो हुन्छ आएपछि गर्दैन यहाँ मान्छेहरू त खाना खाने बेलामा अनि वासरुम जाने बेलामा नुहाउने बेलामा मोबाइल ल्याउनु त पर्यो पक्कै कतिलाई हेलो राखिदिइसक्यो भान्जी गरे क्या तरकारी मिठो भएछ दाइ माम थोरै खाने अबे माम छ त त्यो कुकरको सोर्सा पारेर खानु न छ के खानु भने यहाँ धेरै भइरह धेरै नबोल न ल गुन्द्रुकको झोल त साह्रो मिठो भएछ आज तर मैले दामी बनाउँछु है दिदी कस्तो भएछ हो उहाँ पनि सुन्छ कि जसरी बन्नुहुन्छ लाग्न रोइयो कस्तो अरे सुन्छ कि जसरी बन्ने क्या सानो बोल्नुहुन्छ नि त दिदी तपाईँ र मेरो स्वर त है यहाँ कस्तो नाकभित्र उयो पस्यो क्या माम मामा खानु
पुग्यो अचार पर्ला मिठो अचार खाने अलिकति दिदी अचार हाल्यो तपाईँलाई त पिरो भयो होला दिदी पिरो कम खान्छ नि सुरुवातमा यस्तो छ पछि के होला मलाई गर्मी है जाडो महिना मनपर्छ नि मलाई पसिना आउँछ तपाईँलाई धेरै धेरै सेक्सी भएर हिट भएर हो हामीलाई आउँदैन है दिदी मेकअप धेरै गर्नुहुन्छ तर मेकअप त गऱ्यो भने पनि त्यस्तो हुन्छ नि आउँछ नि पसिना बडो मजा आयो आज कस्तो मजा आयो भात खाएर मलाई त धेरै भएको थियो के माम त्यो हाम्रो पनि घरै खाँदैन तपाईँलाई पनि धेरै भयो आफ्नो थोरै खानु तिनवटा खाएको छ नि यस्तो तलै मजाले मेरो खाएँ नि अब यसपछि पछि कस्तो नहुँला अहिले मलाई हरि चिसो कोको आइसक्यो छ होला नि त छन् त छ होला ग्यास गइसकेको छ होला छ है दिदी त्यहाँ फ्रिजमा फेरि लाने ग्यास जान्छ त भनेको हो तपाईँ नि हाल्नु भात खाँदै थियो उता चिसो कोक खाइदिने आफ्नो एउटा गिलास लानु न किन पुर्याएर खाला त आज धेरै भयो आमा यसमा तपाईँ पनि खाने कोक दिदी आउनु त छिटो खानु मिठो भएको ल तपाईँ पनि खानु शेष गर्नु त आमा चिसो त चिसो धेरै चिसो 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 के अरे बाहिर घुमाउँदा चाहिँ केही हुँदैन है टाउको पनि दुख्दैन अरे उहाँले घर आएपछि चाहिँ टाउको दुख्ला जस्तो हुन्छ अरे ज्वरो आउनु जस्तो हुन्छ अरे अनि के भएको औडा छटपट्टि त्यस्तो हुन्छ अरे कस्तो मजा मान्छे त्यस्तो हुन्छ हौ मलाई के भएको बाहिर हिँड्न पाउँदा घुम्न पाउँदा कसलाई रमाइलो लाग्दैन कसले गर्दैन भनेको घुम्न पनि फेरि यस्तो सम्झी घुम्न पर्ने हो कि 1 महिना 2 महिनाको बिचमा चितवन गयो पोखरा गयो इटहरी गयो फेरि कहाँ जानु मन लाग्यो घरे गाउँ जानु पर्दै रहला खाले नगरकोट घरे गाउँ जानु घरे गाउँ चाहिँ जाने हो अझै नयाँ बन्दीपुर कस्तो राम्रो खाले जस्तो के बिकारहरू राखेपछि बन्दीपुरमा के कस्तो पहिला रमाइलो थिएन र पहिलाभन्दा रमाइलो भएको डेभलप भएको मिठो है दिदी उसमा पिरो देखाएको भयो आमामा यो खाएपछि लास्ट पिरो भयो ब्लगरहरूले घुम्न जाने भन्छ नि त्यतिखेर देखाएको हजुर कत्रो खानु भएको 3टा योसँग खान्छ खुसाले आरामले खाने दिदीले त्यसरी खानुपर्छ त्यसरी आरामले खानुहुन्छ दिदीले नै आरामले अलिक फुका खानु हुँदो रहेछ कि तरकारी हाल्नु नि गुन्द्रुकहरू छ उ छ
आशा धेरै मलाई त खान्छु मैले त्यस्तो पल्ट पहिले खान सक्ने कि आफ्नो बानी उस्तै परेर अब त्यस्तै कुरो भएपछि पनि खान्छ नत्र मिस्त्री धेरै मिलाज क्या मलाई कस्तो अरे अर्जुना खै के भने बेसी थाल सरेर कहाँ आइपुग्यो अरे अब अहिले भर्खर अलि इद्दर गर न भनेर मान्छे अहिले यहाँ जोडिएरै कहाँ आइसक्यो भने कि बाबा बुद्धि कहिले गएन के गर्नु म त आइहा पेट डुमडुमी भइहाल्छ निग्रो लिएर आएन रहेछ नि त तपाईँहरूलाई मात्रै त्यस्तो हुन्छ कि मलाई मात्रै त्यस्तो हुन्छ कि घरको काम गर्दा ओर्दा निन्द्रा मात्रै लाग्ने भोक मात्रै लाग्ने प्याज मात्रै लाग्ने होइन तिर्सना लागिराख्ने अनि काँच जाउँ के गरौँ औडा के औडा यतै जाउँ कि पूर्व जाउँ कि पश्चिम जाउँ कि होइन औडा भइजाने भने एउटा एकचोटि हेर न जानु पऱ्यो जान्नेलाई कि कसैले त्यस्तो बनाइदियो कि मन चञ्चल त्यो बनाइदिन्छ नि त है मान्छेले त्यस्तो गर्नुपर्छ त्यस्तो होइन बुढेसकाल लागेर त्यस्तै हुन्छ अरे नि त बुढेसकाल लागेपछि एकदम चमचम झ्याम्पुतली एकदम चम्किनु मन लाग्ने एकदम चम्कौली यस्तो झ्याम्पुतली हुन्छ अरे के बुढेसकाल लाग्यो भने 40 पुगेको छैन अनि त्यहाँ माथि फेरि अहिले चट्टर लाएर बेहुली जस्तो सियादिनु भने बेहुली स्किनहरू त पाएको हो नि त बहिनी जस्तै भगवान् यस्तै होस् कि तिमी त यो बहिनी जस्तै मोटी यत्र बना भएर अब कपाल पनि सबै फुल्न थालोस् है अनि त्यहाँ सबै अनि लुगा ला पनि केही पनि नसहोस् है त्यस्तो होस् कि साँच्ची नै है तपाईँ र म त्यस्तै बुढेसकालमा क्या अर्जुन दाइ र म त्यस्तै बुढेसकालमा कोक छ दिदी त्यहाँ मलाई अलिकति हाल्नु न कस्तो ग्यास चाहिँ उडिसकेर चाहिँ त्यहाँ गुलियो भएर कस्तो खानु मन लाग्यो क्या हर उडेको छैन तपाईँ पनि खानु भयो नि सिद्ध्याइ यति सक्यो यति सकिए राम्रो हुन्छ कि भयो दिदी भयो चेयर्स है एभ्री वान मलाई अस्ति एउटा गीत उसले टिकटक हेरिरहेको रहेछ त्यो हाम्रो चञ्चलले मेरो पारा यस्तै छ त्यो गीत बहिनी सम्झना आउँछ है त्यस्तो भए पनि अन्जु बहिनीसँग नि धेरै भयो बात नभएको एकदम बिजी हुनुहुन्छ अरे अनि पूर्णिमा बहिनी पनि बिरामी अनि अर्को प्रेस पनि बिरामी छ अरे प्रेस होइन ज्वाइन चाहिँ बिरामी प्रेस पनि बिरामी भने होइन ऊ यस्तो उल्टो बोलिदिने कि ए हो उसलाई नेपाल आएर थाहा छैन अरे नेपाल आएर जाने बित्तिकै बिमार हुन्छ अरे भन्नुहुन्थ्यो तर वेट बेसी भयो भने घोडाको समस्या हुँदो रहेछ प्रायः हाम्रो फ्यामिलीमा पनि त्यसै छ क्या मेरो जेठी दिदी पनि आमाको पनि घोडाको समस्या छ यस्तो घोडाहरू दुख्ने के कटकट दुख्ने पछि अब हाम्रो पनि अनि सबै कर भाइ जहिले बिरामी हुन थाल्नु भयो मलाई कस्तो पिर आयो सत्य भने एक दिन हुनु भयो भने के भयो होला है कहिले पोखरा लगायो भन्नुहुन्छ असम गए भन्नुहुन्छ कहिले रुगा लगायो कहिले ज्वरो आउने कहिले चाहिँ विदेशको ठाउँमा बसेर है एक्लै हुन्छ सुब्बा भाइ पनि अलिअलि ढुक्क भएको त्यस्तो डढाइसडाइ छैन नि त है गरेको छैन गर्छु म सागर भाइले नि कति एक दिन खोलामा माछा मार्नु जानु भनेर चाहिँ त्यो दिन गर्नुभएको थियो सागर सागर भाइ तर साह्रै राम्रो दिलकुमार भाइले पनि अस्ति राति 2 बजी गर्नुभएको थियो त्यहाँबाट त बिजी हुन्छ क्या विदेशमा फोन गर्यो भने त बिचरा मेरो पिङ्की बहिनी रेखा बहिनी चाहिँ उनीहरू चाहिँ गरी गर्छन् लामो साँझ गऱ्यो फिल्म सुटिङ गरौँ न भन्ने सुटिङ कहाँ दिदीलाई अब फिल्म खेलाउने एकदमै अफर अब भन्नु न सबै टाढाको मान्छेहरूलाई सबैलाई माया धेरै माया गर्नु अब हेर्नु भन्नु दाइलाई म हिरोनी भएको छु हिरोनी यसो भन्नु न देश विदेशको मान्छेहरूलाई सबैलाई मेरो तर्फबाट नमस्कार धेरै माया भन्नु बोल्नु अनि उहाँहरूले नि माया गर्नुहुन्छ तपाईँले राम्रो गर्छ अरे मै बोलिदिनु पर्यो सबै ठाउँमा जानु भएको के त चाहिँ एकचोटि हिँड्नु अरे हजुर जाउँ भन्नु के भयो अहिले जाडो महिनामा अहिले त हामी सक्दैन त्यहाँ हामी हाफ बोइल हुन्छ यहाँ हाफ बोइल हुन्छ त्यहाँ फुल बोइल हुन्छ
एकदम गरम छ नि त अहिले सकिँदैन तर विन्टर टाइममा चाहिँ हामी टाइम मिलाएर चाहिँ जान्छौँ दिदीको गाउँ अहिले त अनि अब गर्मीमा त पागल दिवाना हाम्रो बहिनी लिएर आउनु भन्नु के अरे दिदीलाई लिएर आउनु हो बिचारा र त बनभिर पाखैमा दिदी एउटा चौधरी गीत गाइदिनु न सपनी ल्याखैमा रूप यो गीत सुन्नुभएको छ सपनी ल्याखैमा कुन गीत अरे जगनीपाल हलमा गएर हेरेको यो चोखो माया भन्ने फिल्म के कृष्टि मैनालीको कुन गीत अरे गाउँदाखेरि फुल फुल्यो भने सप्तरङ्ग फुलै फुल्यो बनभिर पाखैमा रूप हिलाएर जुदियो सपनी ल्याखैमा कस्तो राम्रो गीत हौ यो त म सुनेको थिइनँ है तर राम्रो लाग्यो सपनी ल्याखैमा यस्तो गीतहरू चाहिँ पुरानो गीतहरू राम्रो अहिलेको सायद लाग्यो कि दाइको त्यो नाचेको अनि त्यो भाइको हेर्नु भएको मेरो बुढाले कति राम्रो नाच्नु दिदी भाइको नाच देखेर मेरो बुढाले यो को कति राम्रो नाच्नुहुन्छ यो को मलाई? राम्रो नाचेको भन्नुभयो अरे बिचारा मेरो त कति कुराहरू हुन्छ कि रङ्गिला फिल्म हेर्दा चाहिँ हाम्रो मेरो आमाको साइली बहिनीको छोरा र म गएको है पुलिसले खेदेर हामी चाहिँ भित्र रुचिएर भन्ने किन पुलिसले खेदेको अब ऊ बेला कहाँ त्यस्तो टिकट त्यस्तो सजिलो पाइन्थ्यो त्यस्तो जब छवटा हल थिएन मान्छे कति कोयर हुन्थ्यो अनि बढी जस्तो ब्ल्याकमा बेच्थ्यो कि सुन्नु टिकट त्यतिखेर कति थियो होला यस्तो फिल्महरू हेर्दा तपाईँहरू हामीले हेर्दाखेरि यो चोखोमा यस्तो हेर्दाखेरि त्यही 14 रुपियाँ अनि 10 रुपियाँ अनि 5 रुपियाँ थर्ड गिलास भन्ने तलको 5 रुपियाँ अनि स्पेसल भन्ने के अरे त्यो बिचको हुन्छ नि स्पेसल भन्ने अनि यतापट्टि गए के अरे कुनाकोलाई के कल कुने हुन्थ्यो अनि माथि ड्रेस कल भन्ने हुन्थ्यो कि धेरै महँगो भनेको 20 रुपियाँसम्म हुन्थ्यो अनि त्यसलाई पनि 200-300 तिर्दा पनि के बेला जमाना ब्ल्याकमा हेर्नु पर्यो 200 पैसा 200-300 भने त ठुलो होला नि त्यो टाइममा 200 तिरेर हेरेर त मैले रङ्गिला फिल्म अनि तपाईँ त धनी रहेछ त नि त्यो टाइममा त अनि नपाएछ कि अनि खेल लाइन हामी पैसा भनेको पनि अनि हिँड्दै कति वर्ष भयो होला लो त्यो फिल्म हेरेको भन्नु त त्यो फिल्म हेरेको हाम्रो बिहे त भएको थिएन कसरी होइन अबे लो चकुरी नगरौँ अब भनेपछि अनि त्यसरी लिन्थ्यौँ भौतपुर गयौँ कुसुमेर माल फिल्म हेर्न भौतपुर गयौँ टिका डपा पाटन के अरे पाटनको अशोकमा हलमा गान नपाएको कुमारी गान नपाएको त्यसरी नि हामी त्यस्तो त्यस्तो गरेर हेर्ने कि फिल्म हेर्दा चाहिँ भुतुक्कै अहिले अब त्यो के अरे आशिकी 2 हेरेर अनि त्यहाँ तपाईँ अनि तपाईँ हामी हेरेको त जय नेपाल हलमा जय नेपाल हेरेको त्यो त 20 वर्ष बढी भइसक्यो 20 वर्ष उयो फिल्म हेरेको है कुन फिल्म भने नि अब कति वर्ष भयो तपाईँहरूले नि भनिदिनु न कुन फिल्म अरे रणबीर कपुरको फर्स्ट फिल्म बच्ना ए हसिना बच्ना ए हसिना भन्ने गीत थियो त्यो धरि मन नपरेको है मलाई दीपिका पादुकोण हो कि के छ है त्यो मुभीमा खै को छ हिँड्दै हिँड्दै पानी परेको थियो होइन हामी अर्जुन त यत्रो थियो त्यो टाइममा है मलाई सबै याद छ धेरै पाताले हुनु थियो तर हामी पनि अब पाताले थियो त्यतिखेर मजाले तर्नेरी भयो भने यत्रो हाडी मान्छे 52 किलो थियो कि म त्यतिखेर अनि त्यो फिल्म जय नेपाल हलमा हेरेको त्यो मुभी पानी परेको थियो कस्तो डरलाग्दो है त्यो टाइममा पानी परेको थियो अनि छाता बोकेको थियो यस्तो साइडमा तपाईँले अनि यस्तो यस्तो गरेर निदाएको क्या त्यतिखेर तपाईँ उयो खाएर गएको थियो होला सेतो पानी मलाई त्यस्तै लाग्यो त्यही भएर त्यतिखेर सेतो पानी त्यसो त खान्थिन अनि त्यहाँ के त्यो सेतो पानी कुरा मात्र चाहिँ नगर है अब त्यो जस्तो लाग्छ खान्थ्यो तर त्यो टाइममा नि तपाईँ बिहान दिउँसो कहिले खान्थ्यो त्यतिखेर गार्डनमा काममा थियौँ ए दिउँसो हो त्यो टाइममा चाहिँ दिउँसो खाँदैन बेलुका पनि त्यस्तो पाराले उगाएर 1 गिलास खायो भने फिलिली भन्थ्यौँ तर बियर चाहिँ 2टा खाइदिन्थ्यौँ अनि फिल्म हेर्नु गएको त्यसरी अनि दाइ जुरुक्कै उठेर हिँड्नु भएको मलाई याद छ क्या अनि अन्तरे र म त्यतिखेर त हिन्दी पनि बुझ्दिनँ थियौँ हामी त के हेरेको होला है त्यो फिल्म मुभी चाहिँ हेर्नु त जाने तर हिरो हिरोइनी को छ के छ अहिले पो चिनेको त हामीले त्यो हिरो रहेछ है यो हिरोइनी रहेछ भनेर पछि होइन त्यतिखेर त हिन्दी मजाले बुझ्दा पनि बुझ्दिने थियौँ अन्तरले त झन् के पनि बुझ्दैन अहिले त मजाले अनि
त्यतिखेर हेर्नु गएको थियौँ क्या हामी त्यो मुभी बच्चा रमाइलो लाग्यो भने तर अब त्यो रमाइलो त्यो उमेर पनि त्यस्तै त्यस्तो भएर भयो। कति वर्ष भयो एक्ज्याक्टली अब त्यो मैले चाहिँ मुभी बुझ्थेँ पहिला चाहिँ त्यो तपाईँ त रङ्गिलो अब इन्डियामा बसेको थियो नि त पहिला त्यही भएर बुझेको नि हामीले त बुझ्दैन थियो नि त हिन्दी भनौँ न अब त्यो के अरे बर्सात भन्ने फिल्म पनि थियो कि बर्सात भन्ने फिल्म मैले बिच जतिमा हेरेको कस्तो राम्रो अनि रणवीर कपुर क्या त्यो हिरो हिरोइन यस्तो गरेर त्यो लिप्स यस्तो के भन्छ पिङ्क कलरको लिप्स क्या त्यो रणवीर कपुरको पिङ्क कलरको लिप्स रहन्छ अनि अर्जुन दाइले वाह कस्तो राम्रो लिप्स कस्तो राम्रो ओठ भनेको चाहिँ याद छ मलाई हो त त्यो फिल्म हेर्दा त जसले पनि भने जोसा गए पनि निदाउने बानी थियो कि निदाउने बानी अहिले निदाउँछ अहिले निदाउँछु म त एउटा मुभी होला त्यो मुभी हेर्दा मोबाइल हेर्दा म निदाउँछु मोबाइल कहिले हेर्दा मोबाइल त खत्त झर्छ कहिले अनुरा लाग्छ कहिले कार्बोनेट झर्छ त्यस्तो हुन्छ मेरो त अस्ति कस्तो झर्नु खाएको अनि उठै बस्छ त्यहाँ कम्ती ब्रेन पछाडि त्यस्तो